ल वेलकम ब्याक टु माई न्यू ब्लग गाइड। सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चैसँग यहाँ हाई गर्दै यता नि हाई। ए ल हामी चाहिँ अब टक्क पाराम 3 छाँगे झर्न जान लागिरहेछौँ होइन। यो चाहिँ टक्क पाराम धार्के बजार। के छ बासु दाइ? यहाँ हाई भनिदिनु पर्यो हाम्रो भिडियोमा। हाम्रो धार्के बजारको सबैभन्दा भाइरल मान्छे होइन, अर्ग्यानिक चटपटे खाना आइदिनु पर्यो यहाँ होइन। मैले तपाईँको पसल पनि बनाइसकेँ ल है त। ल टक्क पारामा हाम्रो चाहिँ यहाँबाट बाटो दाइसँग अलिअलि मिठो गरेर राख्नु गाई छैन। अब त ल्यान्नै हाल्नु पनि छोड्नु। ए कता कहाँ हो त्यसको? ए यहाँ हो नि। हामी फेरि गलत ठाउँमा आउँछौँ बेला बेला गाई है। यतैबाट यतापट्टि आइसक्यो अनि ल सिट गर अनि सिट गर गोप्रो। ल गाइज फाइनली हाम्रो दोस्त यहाँ भ्लगर बन्न बन्न चाहिँ, तर भ्लगर चाहिँ होइन फिटो केही आउँदैन। ताइन तुईको गोब्रो सोब्रो त लोब्रो टोब्रो के भने हो त्यो के गर्न खोज्यो हो यसले। अब हामी चाहिँ टक्क पारामा 3 छाँगे झर्ना। ओइ झन्डै लड्यो। म छु त हिँड भाइ हिँड। यसको पछि जानुपर्छ गाई आज। ल गाई चाहिँ हेर्दै गर्नु होला भ्लग। अगाडि गर भ्लगमै छोड्नु क्या ओ यो दिदी त्यो साह्रोले बोलाउँछ अब यो दिदी हेर। त्यो मान्छे थाहा लड्की देखेपछि लम्मै हाल्दियो लड्की। यताबाट ओभरटेक हानेर किन यसले त बाइक होइन, यसले चाहिँ बाइक चलाउनै मान्दैन। कुद्दैन यार बाइकै। टक्क पारामा अब हामी चाहिँ सर यहाँबाट झर्न गएको होइन। त्यही हो अब यहाँ भन्नु सिधै नौबिसी गएपछि अब वहीँनिर गएपछि कहीँनिर पुग्नु लागेपछि हामी भेटौँला। लगाइ हिँड तिमी अगाडि। म अहिलेसम्म गएको छैन नि 3 छाँगे झर्न। फर्स्ट टाइमै हो नि। लगाइ ए गाइज यार सरी मैले भ्लग बनाइराख्नु। अब फाइनली गाइज हामी चाहिँ जान लागिसक्यौँ त्यो 3 छाँगे झर्न कि त्यो छाँगे झर्न भन्ने चाहिँ। म चाहिँ फर्स्ट टाइम हो, तिमी फर्स्ट टाइम हो। अब फर्स्ट टाइमै हो। त्यो भाइले चाहिँ बाटो देखाएको थियो गरेर अगाडि लाउनु दिए मात्रै खेलाइदिन्छु। खतरा सुधाइरहेको बाइक चाहिँ के भाइ।
बटाएर हेर्नु साइडको बाटोमा असार हुन्छ गाइस राइड गर्नु त्यहाँ खानेकुरो लिएर जाऊ न केही लिएर जाऊ न यहाँ पसलबाट चिप्स चिप्स के मासु त पकाउँदैन होला माथितिर पसल छैन माथितिर पसल छैन है बा यहीँबाट केही किनौ न गर्ला त हजुर त्यस्तो दारू खाने टोली होइन नि त बा हामी त्यस्तो ए नखाने लगाइदिएको केही यसो चिसो चिसो अनि के अरे उसो लैजाउन चिप्स चिप्स चाउचाउ साउचाउ दुईवटा त्यो वाइवाई चाउचाउ झिक्दिनु तिनवटा झिक्नु तिनवटा के हामी यहाँ पसलमा सामान किन्दै गर्छौँ होइन त अहिले झर्दा खिच्नु पर्छ अहिले त अब छेकिया लगाइ यहाँ चाहिँ बबाल भ्यू देखेर चाहिँ हामीले उ गरे होइन बिटाण आउँछ बनाऊ बनाऊ अब चाहिँ धेरै टाइम छैन हामी त्यहाँ पुग्नलाई हामीले पसलबाट सामान किनेर पनि धेरै माथि आइसक्यौँ हामी गाइस होइन कता हो यता यता कस्तो दामी भ्यू हेर्नु न गाइस त्यो आम्मामा कुरी यार बेस्ट भ्यू खतम के कोही यहाँबाट बाटो नि सही छ त अनि त्यसलाई अगाडि लाउनु पर्यो कोही क्या मिठो भ्यू यार होइन यो उसको भ्लग होइन भ्लग होइन त अगाडि हिँड्न अगाडि अनि ओए एउटा दामी भिडियो बनाऊ भने ओइ रन्गे कस्तो बाउ लाग्यो कस्तो के रोक्नु पर्यो होइन एउटा दामी भिडियो बनाउनु पर्यो भने होइन आउँदा बनाउनु त ओए पहल भने ओए पहल भिडियो बनाउनु पर्यो के भिडियो बनाउनु पर्यो रे तिमी त्यसमा गर तिम्रोबाट दामी भिडियो बनाउँदैछौ मेरो त्यो सिनेमेटिक भ्यू खिच त यस्तो ठाउँमा पहरी अहिले पहरी भनिरहेको तिमी त अगाडि यसरी होइन तक म यहाँ स्टार्ट गरेर हिँड्छु होइन त अगाडि हिँड्नु तल ओभरट्याक गरेर सर्ट अगाडि जान्छु अनि त्यसपछि भिडियो बन्छ है त त्यस्तो नबोल न मेरो ब्लग उयो कस्तो बबाल पागल डाँडा क्या गाइज हेर्नु नि यार कसम म फर्स्ट टाइम हो यार यस्तो बबाल ठाउँ रहेछ अनि ल हिँड त्यसरी होइन सिधा बनाऊ सिधा त अगाडि लगाइदिनु भिडियो चाहिँ बन्यो होइन यहाँबाट माथि रहेछ यस्तो बबाल क्या कस्तो बबाल यार यो ठाउँलाई त मायाकुरी त्यो केबाट के भन्छ नि त्यस्तै गर्न पर्यो क्या यो पुरै विश्वमा होइन तिन छाँगे झरना भन्ने बित्तिकै जुन ठाउँमा पनि चिनिनी बनाउनु पर्यो क्या गाई यस्तो बवाल ठाउँ रहेछ यार म नि फर्स्ट टाइम हो होइन म यतै बसे पनि म फर्स्ट टाइम आएको अब मान्छेहरू काठमाडौँतिरबाट यताउताबाट आउनु हुनुहुन्छ भने चाहिँ होइन त्यहाँ मलाई सम्पर्क गर्नु होला क्या बाटो साटो सब म देखाउँछु ओइ गाई हेर्नु न आम्मामा यार
क्या मिठो भ्यू देखिया यार यहाँ अलिकति गेम फिनिस 1 मिस गेम फिनिस हुन्छ फेरि यस्तो दामी भ्यू हिँड हो ल हिँड क्या बवाल ढलन गरेछ यार यस्तो बवाल यस्तो ठाडो उकालो बेला ढुङ्गाइ खाउनु सक्छ रिक्स नै हुन्छ गाई चाहिँ होइन अलिअलि होइन यस्तो ठाउँमा भर्खर चलाउनेहरूले त रिक्स यो ठाउँमा तपाईँको बाइक स्कुटर होइन गाडी चाहिँ अलि नआउला बाइक स्कुटर लिएर आउँदै हुनुहुन्छ भने चाहिँ होइन तपाईँहरू मस्त फर्स्ट 9 बिसे आउनु होइन 9 बिसेबाट यता तिनसाङे झर्ना आउने भनेपछि यहाँ सबले गर्छ यो ठाउँको त्यो बोर्ड होला यस्तो हेर्नु त गाई चाहिँ हामी त खोइ गाडी नै आउँदो रहेछ गाडी त गाडी नै आउँदो रहेछ फर्स्ट टाइम आएको यार म यो ठाउँको यतातिर घर बनाएर बस्नेहरूलाई त बेस्ट भइरहेको होला है यस्तो मिठो ठाउँ छ यार गाई म त यार केही बोल्नै सकिनँ क्या भ्यू हेर्दा हेर्नु न गाई चाहिँ यार यस्तो दामी भ्यू कसले देखाउँछ मेरो भ्लगमा देखेनुहुन्छ फेरि रिक्स नै हुन्छ क्या गाई चाहिँ ओए माकुरी ओ यार आम्मा क्या डाँडा क्या मा त्यहाँ ओ यार यस्तो बेस्ट यस्तो बेस्ट ठाउँमा त यार मान्छेहरूले त अलि उ गर्नु नि यस्तो ठाउँलाई त यार छ्या यस्तो बवाल ठाउँ रहेछ यार यो त तर रिक्स नै हुन्छ अलिअलि होइन कोही म त फर्स्ट टाइम आएको यार म त फ्यान भयो यो ठाउँको मा कसम यार म त यतैतिर घर बनाएर बस्न पाएँ नि घर बनाएर बस्दैछु जस्तो लाग्छ यार बाटो नि क्या बवाल बाटो पुगेको ठाउँ यार अलिअलि अफरोड चलाउनु जान्नेहरूले होइन आयो भने चाहिँ बेस्ट नै हुने ठाउँ रहेछ यार यो यही बस्नलाई प्रतीक्षा लगाइन्छ ओए केटाहरू के होला अब ल हामीलाई चाहिँ खबरै नगरी आएको त खै कस्तो बवाल ठाउँ यार गाई त बेस्ट छ ठाउँ त फर्स्ट टाइम हो म आएको अस्ति पालि बोलाउँदाखेरि केटाहरूले अस्ति पालि भ्याएन मैले आदिन कसम यहाँ अब जानेहरू तिमीहरू गाईजी ठाउँ चाहिँ यही हो बवाल ठाउँ रहेछ यार यस्तो बवाल ठाउँमा हेर्नु न गाई चाहिँ क्या बवाल क्या यहाँ केटाहरू चाहिँ पहिले आएर बसिया रहेछ हामी आएको चाहिँ यतापट्टिबाट हो होइन म त हेरेँ भाइ यार आम्मा लगाइ त अब यहाँ हामी पौडी सौडी खेल्छौँ अलिअलि हेर्दै गर्नु होला है त ल टक्क यो हेलमेटमा अड्डाएर होइन त्यो के अरे के भन्ने हुन्छ नि त्यसलाई उ गर्छु होइन त्यो बनाउँछु म चाहिँ यहाँ त्यो सरले चाहिँ हाम्रो बाइक धोइरहनु भएको उहाँ सरले हाम्रो पनि बाइक धोएर जानुपर्ने हुन्छ गाई यस्तोमै यो ठाउँ त आम्मामा कस्तो डाँडा फेरि हेर्नु न हाम्रो बवाल ठाउँ चाहिँ होइन र म यहाँ चाहिँ अब मोबाइल अड्डाउँछु त्यही हो अब हेर्दै हाम्रो चाहिँ यता फोटोसोटो यताउता सब भइसक्यो यता दाईहरूको फोनबाट आइफोनबाट चाहिँ हामी फोटो खिचिरहेको थियौँ यता दाई यहाँ दाईहरूसँगबाट होइन टक्क पारामा जाडो भइरहेको थियो यो क्यामेरा
यता दाइहरूकोबाट खिचेर दाइ आइयो मिलेर हेलो हाई ल गाइस हाम्रो भिडियो सिडियो यहाँ त्यहाँ सब भइसक्यो यता भिडियोग्राफी भइरहेको छ होइन अब म चाहिँ टक्क पारामा बाइक निकाल्छु मेरो भिडियो सिडियो यता त्यता सब भइसक्यो ल उदेशसम्म आऊ माथिसम्म हाम्रो खाजासाजा यताउता सब भइसक्यो गाइस खाजासाजा सब खाएर होइन टक्क यहाँ अलिकति चिसो पनि बाँकी छ जस्तो लागेको थियो उता माथि घाममा बसेर खानुपर्छ एकछिन चिसो चिसो होइन टक्क पारामा यहाँ ब्यागमा त्यो बाइक निकाल्दैछ त्यसले चाहिँ ओइ चिसो खस्यो नि त मेरो यहाँ अलिकति खानेकुराहरू पनि छ चिप्स चिप्स कुरकुरे चाहिँ बाँकी छ ग्यारे गाई चाहिँ अर्थ खाइसक्यो हामीले अब टक्क माथि निस्किनु पर्ने हुन्छ माथि गएर म चाहिँ घाममा बस्दै गर्छु तिनीहरू चाहिँ आउँदै गर्छ आइज है त्यसले पनि भ्लग बनाउँछु भनेर ऊ चाहिँ लिया हो क्या अरे गोब्रो चाहिँ लिक्छु भनेर लियो क्या अरे भ्लग चाहिँ के गर्छ भाइले तर क्या दामी क्या उता माथि गएर एकछिन बसेर हेर्नुपर्छ है त गाइस म त फर्स्ट टाइम हो यस्तो बवाल ठाउँ रहेछ यार यहाँ त मेरो अलिकति चेन लुज भइरहेको चेन टाइट हाल्नु पर्ने बेला मेरो बाटो पनि त्यस्तै बवाल क्या गाइस बाटो पनि बवाल होइन ठाउँ पनि बवाल बेस्ट मैले अहिलेसम्म घुमेको ठाउँमध्ये होइन एक बेस्ट ठाउँ भनेकै यही लाग्यो क्या मलाई चाहिँ हाम्रै गाउँठाउँमा यस्तो बवाल ठाउँ छ है अब हामी चाहिँ एउटा तलतिर जानुपर्ने हो के अरे ठाउँ चाहिँ बवाल छ त्यो भाइहरू आइरहेको त्यहाँबाट ओइ हेर्नु न गाइस यार ठाउँ त छैन त किलर यस्तो मिठो ठाउँ छ यार हेर्नु नि यहाँ माथितिर है ठाउँ त बवालै हो नि लगाइ चाहिँ एकछिन अब चिसो के खाने हो खाना पर्व होइन अलिअलि यहाँ क्यामेरामा धुलो पनि छिरेछ अलिअलि के खाना पर्व अलिअलि होइन होइन लगाइस हामी चाहिँ यो ठाउँबाट अब निस्किनु लाग्यो भाइले चलाउँदैछ बाइक यहाँ दोस्तले ल हो ल बिस्तारी 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 दुइटै ब्रेक दुइटै च्यापोसम्म ल क्लचसम्म ल ब्रेक झ्यापोसम्म ब्रेक झ्याप पछाडि सर तिमी होइन भाइ तिमीले लम्बै लडाइन्छ बिस्तारै पछाडि सर नि केही हुँदैन मुजी च्यापोस मलाई डर लाग्छ कस्तो ल्याङ नगरे समातिर आउ त म हो ल सर होइन दुइटै ब्रेक झ्याप्प समातेर दुइटै पर्दैन अगाडिको टक्क पारामा अब चाहिँ हामी यहाँ निस्क्यौँ के छ दाजु यस्तो बवाल ठाउँ नचिने नि बोलाइदिनु पर्छ क्या हेर गाइस क्या बवाल ठाउँ छ यो ठाउँमा सबजना आउनलाई चाहिँ म रिकमेन्ड गर्छु होइन त्यही भन्छ होइन इङ्ग्लिस हो ल आउनु होला है हरेन हान ल गाइस अब सिधै अब तलतिर गएपछि भेटौँला कति बनाइरहनु है ल